ल विजय माइकबाट भ्लगिङ सुरु। बाटै अप्ठ्यारो छ कि चाहिँ हाम्रो घरबाट पर हाइवे निस्किने बाटो हो। आज हेर्नुहोस् है त बाटो कस्तो छ। यस्तो बाटोमा दैनिक हिँड्नुपर्छ। आज हल्का ढिलो पनि भइसकेछ। अस्तिको पानीले यतातिर पनि बाटो हल्का हल्का बिगारेको छ। यहाँ माथि बनमास उकालो पनि बाँसको उकालो यस्तो छ। क्यामेरामा त सजिलै देखिन्छ होला, तर वास्तवमा अप्ठ्यारो छ यहाँ पनि। अब चाहिँ ढाडको बाटो सुरु। यो एकदम अप्ठ्यारो ढाडको बाटो। वान मिस क्यान गेम फिनिस भन्छ नि, त्यही हो ठ्याक्कै यहाँ। वान मिस गेम फिनिस। यस्तो अप्ठ्यारो छ यहाँ। यो बाटो चाहिँ हाम्रो दाइले, साइला दाइले लगभग 1.5 महिना जति लगाएर खन्नु भएको, हेल्पर सहित। यस्तो छ बाटो। यसपालि दसैँ पनि झरीझरीमै सकियो। अनि बल्ल अब चाहिँ अलिअलि घाम लाग्ला भनेको फेरि हिजोदेखिको पानी पर्ला पर्ला जस्तो भइरहेछ। दसैँ टिकाको दिन पानी अलि रोकियो। त्यस पछाडि टिकाको भोलिपल्ट अलिक पानी कम भएको थियो। त्यसपछि फेरि पानी कन्टिन्यू परेर यहाँ बाटोको हालत यस्तो बनाइदिएको छ। बर्खामा नबिग्रेको बाटो बिगार्दो क्या यसपालि।